वेलकम टु शिव दाईको ब्लग हैन। मैले चाहिँ आज म होस्ट गरेँ कि शिव दाईको ब्लग हैन। आज चाहिँ शिव दाईलाई सरप्राइज दिनु भनेर केक लिएर आँखा अब हाम्रो ठुलो आउनुहुन्छ हैन एकछिनमा। त्यसपछि हामी सरप्राइज दिने गो त्यसपछि मलाई केही भन्न आउँदैन। हामी ठुलो मिलाएर दिदीहरूलाई वेट गर्दै छौँ हैन। अनएक्सपेक्टेड सरप्राइज हाम्रो खानदानमा आमा घरको खानदानमा पहिलोचोटि कसैको सबैजना भेला भएको बेला परेको बर्थडे हो। सो वी आर सेलिब्रेट। सही पनि ताईलाई थाहा हैन, थाहा जस्तै लाग्यो। बिहान भर्खर प्लान भएको भर्खर सबै हामी लुकी भिडियो बनाएँ हैन। यो भिडियो चाहिँ हामी यसरी देखाउने हो अरूको। तिनीहरू त रेडी पनि भएन क्या, आएकै छैन नि त। पछि थाहा हुन्छ। हेलो गाइज हैन, शिव दाइले चाहिँ हामीले बर्थडे सरप्राइज दिन लागेको छौँ है। अनि यो चाहिँ सबैजना खत्म अझै आउँदैन रहेछ दाइ। तल मोमबत्ती यस्तो त्यो घोप्टी बाँध्नु न, यो लाइटर भन्दा सरप्राइज बर्थडे पार्टी। यसरी गर्न छोरे। एउटा भाडोमा हाल्यो भने त शिवलाई होला नि त। भयो 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 अब हात
त्यो एउटा कार्टुनमा राख्नु न त्यो खुवाउने चाहिँ छिट्टै यता हेर बुझ्दै हो गाइजहरु हामीले चाहिँ शिवलाई आज केही थाहा थिएन सरप्राइज बर्थडे सेलिब्रेसन गरेको हाम्रो माइजू चाहिँ यता बसेर हामीले रोजिन र रोजीलाई चाहिँ एकदम धेरै मिस गरेको म यहीबाट ल यो फ्यान चाहिँ अब उ बन्द के फेन लाइन्छ खाना बहिनीलाई देऊ पहिला अब यता खासकै त बेला टिका लाग्छ बल्ल खाना पानी दियो के आज चाहिँ होइन शिव दाईको बर्थडे त्यही भएर शिव दाईले चाहिँ हामीलाई पार्टी दिन लाउनु भन्छ होइन सरप्राइज हामीले दियौँ पार्टी चाहिँ शिव दाईले आलु फोकाउनु चटपट चटपट के पार्टी हो तपाईँ भनिदिनु न आफै के पार्टी हो खै मलाई त थाहै भएन मैले दिएको पार्टी मलाई थाहा छैन बर्थडे नै थाहा भएन अब स्पेशल बर्थडे भाँडो सानो भयो जस्तो लाग्यो मलाई भाँडो सानो मान्छे यत्र अनुसारको हुन्छ नानी ए त्यति त्यसले भइदिन्छ यति कमिलो चाहिँ हामीले आज खाना खाइरहेका छौँ ल ल ल आउँदैछु म गाइज ए शिव दाईको पार्टी नेक्स्ट गाइज अरू के भन्नु केही छैन के भनौँ के गर्नु भएको दाइ अमिलो वाउ ए गाइज हेर्नु यहाँ हाम्रो यहाँ सबै टिकटकर मात्रै छन् होइन यहाँ सबका सब टिकटकर मात्रै छन् यहाँ होइन टिकटक सुरु भएन सिन्चल यता छुट्टै यता बसेर खाने हामीलाई मात्रै गाली गर्ने जतिखेर नि गाली गर्ने यो काम भएन त्यो काम भएन खाने त्यही सुतियो फेरि हाम्रो कान्छी साडीमा होइन अरू म कसलाई देखा बरु सबै यता छ काम गर्ने पार्टीहरू सबैजना होइन ल चटपट बन्दैछ हाम्रो चटपट जटनरी होला आधी घन्टा भइसक्यो आजसम्म नो चटपट के गरेर बस्छ यहीँ खाएर बस्नु क्या तिमीहरू त्यस्तै लाग्यो म त्यही भएर यहाँ चेक आउट हान्न आएको यहाँ न अरू केही भन्नु छ के हाल्नुभयो चटपटा भनिदिनु तर चटपटा के हाल्नुभयो के हाल्यो होला सिला त्यही लिएर आएको थियो नि चटपटा मसला त्यही एउटा हाल्यो होला धुलो मसलाको नाममा त धुलो मसला नि छैन होला के छ थोरै हुन्छ जस्तो लाग्यो मलाई यति थोरै हुन्छ जस्तो लाग्यो बेसार किन हाल्न लाग्यो ओ गनाउन बेसार गनाउन ओ यता तेल हो तेल तिम्रो तेरो हात पऱ्यो भने के हुन्छ होला भन्छ
थोरै हुन्छ यो ओए तेल ताते हैन जस्तो लाग्यो मलाई त तेल ताते हो तात यस फिज निस्कियो ताते हैन के ताते उम्ले ताते हैन फिज निस्के हो के फिज निस्के पनि हालिसक्यो के डरला त फिज निस्केको त काँचै हैन रामा हो ओके तेलै काँचो होला नि त काँचो तेल त त नि यस्ता दिमाग भएका त्यही भएर ज्यादा दिमाग इन्जिनियर यता इन्जिनियरको कमी छैन जरा जे होस् अनि अर्को नि अनि इन्जिनियर बाहिर अर्को छैन किन आको कि उता छ बाहिर खस्यो कि त्यहाँ बेसार कति लगिरहेछ जाऊ चटपटमा अनि जागिरे छैन नि त म पैसा हुन पर्यो नि त्यसै बाँकी हुँदैन आज मैले मासु ल्याउँछु भनेको थिएँ आज एकादशी पर्यो आमाले लखट्नुहुन्छ थाहा छैन त्यति अनि गाई जोरो हेर्न सक्नु चाहिँ यहाँ हेर्नु त चटपट त मुख बन्द गर्नुभन्दा धेरै छ यहाँ केक चाहिँ भेज हो एकादशी रहेछ आज एकादशी पर्यो त्यही भएर सबै भेज एकादशी नपरेको भए चाहिँ दाइले खसी काट्ने भन्नुभएको थियो तर सेट एकादशी घर रेडी थियो खसी दाइले माया गरेर पालेको खसी साथीहरु यो चाहिँ शिवको चटपटे पार्टी आजको पैसा चाहिँ मैले हालेको पार्टी चाहिँ शिव दाइको है ल यस्तो भुजा यस्तो गरौँ है के हो यार यस्तो चट के बनाउँदै यिनीहरूले यस्तो चम्चाले निकाल दाल नि यस्तै जान्थेन होला यिनीहरूले चाहिँ खै दाल नि हाल्छ नि यसरी भुजाले पुग्छ कि भुजा खान्छ पहिला मुसे चाहिँ थाहा हुन्छ तपाईँ फेरि के हो त नि कुना कुनाबाट हेर्ने कैदी जस्तो काम गर्न पर्छ भनेर 1 घण्टा उयो लाग्छ भने बनाएर बोलाकै हैन अन्त हेरेको नि सबै बनाइदिनु हैन दिले ड्युटी भएर आउनु भयो जस्तो ल बोल्नु त भुजा भन्दा त यो के जाति धेरै खतो मुखवाङ हो कि के भन्दै थियो पहिले जाने हैन तर यहाँ एक छोको एउटा कमी भयो नि के नि चिसो कोक त्यही भनेको त स्पोन्सर खोज लिएर आइछ स्पोन्सर खोज्न जानु पर्यो यार को स्पोन्सर हुन्छ कोक चाहियो अब कोक चाहियो दाइ स्पोन्सर खोज्न पर्यो कि शिव दाइ स्पोन्सर त्यो पनि पुग्छ कोकको स्पोन्सर पुग्दै जान्छ चटपट बनिसक्यो कतिखेर हो त नि अनि बन्दै जान्छ खाँदै जाने हो के त्यो टेन्सन मान्ने कुरा होइन नि त ठुमामीले दिनुहुन्छ पैसा आज त्यसो भए छोरोको बर्थडे हो नि त अनि यसो जसको बर्थडे हो उसैले दिन्छन् भला ठुमामी जसको बर्थडे त्यसरी दिन्छ मलाई चाहिँ थाहै भएन कि मेरो बर्थडे यस्तो स्पेसल हुन्छ भन्ने नत्र म पहिले हिजो टिका लागेको पैसा त होला नि हामी त टिका नलाग्यो त्यही भएर 200 रुपियाँ पाएँ त्यही 200 रुपियाँ तपाईँको बर्थडे खर्च भयो यता माग्नु पर्यो हिजो टिका लागेको पैसा त होला पक्का होला अरू बेला भएको भए केथा हुन्थ्यो हिजो टिका लागेको पैसा त 1000 नघटी त दिएनन् होला मामाहरू अरू त छोडिदियो मामाहरू त 1000 कटायो होला त्यो त निकाल्नु पर्यो नि 1000 त बजार गइसक्यो आज गएन बजार त आज मेरो 200 रुपियाँ गयो हो 200 रुपियाँ मात्रै दिए नि भ्याइयो होइन यता हिँड्दै यताबाट दिए नि हुन्छ यताबाट त गइसक्यो नि कति गयो हजुर बा के छ विचार पैसा दिनु पऱ्यो पैसा चाहियो पैसा चाहियो के किन्न 1000 रुपियाँ दिनुभयो अरे फेरि भन्नु त त्यसपछि फेरि चटपट किन्न 500 रुपियाँ मलाई 200 रुपियाँ भन्दा दिनुभएको थिएन के दियो भने तिमीलाई 200 ल पछि आउँछु कुरा गर्न अहिले यता गएँ म ल हाम्रो रेडी हुँदैछ ल चटपट भैया चाख्ने मान्छेहरू काम गर्ने कालो मकै खाने भालु यो हो त्यसको उखानमा चाहिँ यो पर्छ यो हो कि यो भनेर हो नि त मैले छाडौ जा त्यो चाहिँ हाम्रो चटपट है एउटै भाँडा मान्दा पर्छ होइन सबले एउटा उखान थियो नि के अरे यो जयसिल नजानेको अल्छीले जान्छ भन्थ्यो नि ठ्याक्कै त्यही होइन हो कि हो होइन नजानेको जयसिले जान्छ मैले भनेपछि त्यही हो छोडिदिएँ देखाइराखेको कि मैले पिटम भले पिटम 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 उहाँले फेरि
स्पेशल डे स्पेशल बर्थडे सेलिब्रेसन गरेकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। गाइजहरु लाइक कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। गटङ टङ 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 सब्स्क्राइब बटन चाहिँ दबाउनु होला है त गाइजहरु। नेक्स्ट भिडियोमा भेटौँला, बाइ बाइ।